ए मुला झरो पत्रिकामा लिएर आउनु पत्रिका फेरि अघि ढलाइ गरेको चाहिँ खिच्नु भएन फेरि मामा बस्नु न हिँड्नु न भुइँमा सबै धुलो पर्छ खाप्नु यी पत्रिका सक्यो ढलान ढलान सक्यो चिउरा मासु भाइ पत्रिका प्लेट छ नि उहाँ कसैलाई नै भाइहरूलाई चिउरा सक्यो ढलान ठेकदार जी सक्यो अनि के खाइँदैछ त के रे पार्टी चल्दैछ अनि युट्युब फ्यामिलीलाई पनि दिने दिनु पर्यो दिनु भाइ नुन सक्यो ढलान बाबु तेल पनि नलाग्नु यतै राख्नु फेरि अहिले चाहिँदा किन यतै राख्नु तेल सुमन के ढलान सक्यो हैन अहिले के हुँदैछ त मजदुरहरूलाई खुवाइदैछ कामदारहरूलाई चल्दैछ यस्तै छ अरु अब के पार्टी चल्दैछ पार्टी चल्दैछ हाम्रो राति भएको थियो हजुर यहाँ ढलानमा आउनु भएको यहाँ ए कति वर्षको पुग्नु भयो हजुर हजुर म चाहिँ 80 81 82 83 84 ल 86 87 तपाईको त जनावर आउनुपर्छ अनि हजुर ल त गर्नै पर्छ ए भाइ यसलाई फोन यार बबर पनि ढलाइँदैछ एकदम समापन भयो कार्यक्रम अलिकति व्यस्त भयो है पुलिस त भर्दै भर्छ अब केको बढ्छ यसको किर्दा लाग्दिन्छ फ्यामिलीले हाम्रो भाइको घरको ढलान सकेर हामीले सबै ढलानको कार्यक्रम सकेर चाहिँ हामीले सबैलाई चाहिँ खानाको व्यवस्था गरेर स्टाफहरुलाई सबैलाई खाना खुवायौं भन्ने सबै भाइहरूलाई चाहिँ खानाहरू खुवाइरहेका छौँ हामीले हैन ढलान पश्चात सबैजना खुसी हुनुहुन्छ खुसी मुद्रामा सबैजनाले खाना खाइराख्नु भएको छ खाना पनि उहाँहरूको इच्छा अनुसारको छ चिउरा भुजा खोर्सानी तेल नुन अनि के रे टमाटरको अचार अनि हाम्रो सब्जी तरकारीमा चाहिँ हाम्रो कुखुराको चिकन सब्जी छ त्यसले गर्दा सबैजना खुसी हुनुहुन्छ र सबै भाइहरू लगायत ठेकदार हाम्रो ठेकदारलाई भाइलाई पनि सबैलाई चाहिँ म धन्यवाद दिन चाहन्छु हाम्रो काम गरेकोमा मोमसबले पनि साथ दिएकोले ढलान एकदम राम्रोसँग चाहिँ सम्पन्न भएको छ भिडियो र ठिक छ मेरो भाइको घरको ढलान आज हामी सबैले हाम्रा स्टाफहरुलाई सबैले हामीलाई राम्रोसँगले इच्छा अनुसारको भोजन दिएका छौं हामी सबैजना धेरै धेरै खुसी छौं गुड हेर्नु धन्यवाद
के भयो आज? छट डलान भयो। अरू भोलि अब के फेरि छट डलान हुन्छ उता। रमाइलो भयो ढलान? रमाइलो। लाइक सेयर कमेन्ट गरिदिनु होला। ओ बसेर खानु न। के ढलाइ खानु भएको? ढलाइ खाएको मैले। ढलाइ सक्यो आज? ढलाइ सकेर आफैले खाइरहेको ल बधाई छ है त। धेरै धेरै बधाई छ। केही गाह्रो साह्रो भएन नि? ठिक छ होइन? एकदम ल सुमनले खाए? गाइज हामी ढलान प्रसाद ढलान खाँदैछौँ सबैजना। काम गर्ने भाइहरू सबैलाई खाइसकेर होइन हामी सबैजनाले खाँदैछौँ। अलिकति बस्ने ठाउँ चाहिँ साँगुरो भएकोले कोही कता छटपट भएर बसेका छौँ। भिडियो हेर्दाखेरि मिलाएर मनमा लागेका कुराहरू कमेन्ट गरिदिनु होला। हाम्रो ढकाल परिवारको घर ढलान सम्पन्न भएको छ। हस् यहाँहरूलाई फेरि नयाँ नयाँ भिडियो जानकारीको लागि भिडियोलाई सब्सक्राइब च्यानललाई सब्सक्राइब गरिदिनु हुन सबैलाई अनुरोध गराउँछु। हस् के छ ढलान खाइए छ? भरि हुँदा चाहिँ निकाल्नु पर्छ होइन खाली खाली भइसक्यो सक्यो अब सामान पनि सबैलाई खुवाइसक्यौँ हामीले सबैलाई कस्तो रमाइलो भयो ढलान रमाइलो भयो राखेर खान्छ त्यो चाहिँ यसमा चाहिँ बसेर त्यसमा चाहिँ राख्नु पर्छ त्यो चाहिँ अब यो हुन्छ नि त अप्ठ्यारो बिचरा हजुरआमालाई कति हेर्न मन रहेछ है बेसी हाल्नुहुन्छ होला